साथीहरू, म अमृत। साथीहरू, तपाईँहरूलाई मेरो एउटा अनुरोध छ, एउटा बिन्ती छ। एमाले र माओवादीका साथीहरूलाई यिनीहरूले उचाले भनेर, यिनीहरूले आन्दोलनमा पठाए भनेर तपाईँहरू भुलेर पनि आन्दोलनमा नजानु होला। यिनीहरू दलाल हुन्, देशका चाहिँ ठग हुन्। प्रचण्ड भनेको जङ्गलबाट आएको प्रचण्डले अहिले अर्बौँ करोडौँ सम्पत्ति चाहिँ त्यसले चाहिँ कुम्लाएर बसेछ हैन। अस्तिसम्म सर्वहारा गरिबको नेता भन्ने मान्छेसँग अहिले अर्बौँ सम्पत्ति छ र सम्पत्ति शुद्धिकरण गर्न खोज्दाखेरि चाहिँ डराउन पर्ने कारण के थियो? त्यहाँबाट स्पष्ट हुन्छ कि प्रचण्ड र केपीले भ्रष्टाचार गरेको अकुत सम्पत्तिहरू धेरै छ। त्यही डरले यिनीहरूले चाहिँ मिलेर चाहिँ आफूहरू बच्नको लागि पार्टी एकता गरेर कार्यकर्तालाई आन्दोलनमा हुम्नको लागि यिनीहरूले आफ्नो स्वार्थको लागि ठुलो प्लान गरिरहेका छन्। मर्ने भनेको तपाईँहरू हो, गरिब जनता हो। त्यही भएर भुलेर पनि आन्दोलनमा नजानु होला। मलाई मेरो यो बिन्ती छ कि जसले यो भिडियो हेर्नु भएको छ उसको बुवा आमाले पनि छोराछोरीहरूलाई एमाले माओवादीमा को आन्दोलनमा नपठाउनु होला। यिनीहरूले देशलाई कङ्गाल बनाए र आफू अब जेल जाने डरले यो एकता गरेको। यो एकता कुनै किसिमले राम्रो छैन। यो भनेको अचानक गरेको एकता हो। यो चाहिँ कुनै प्लानिङ थिएन, केही थिएन। यिनीहरू अब यसले बालनले समात्छ, बालनले मार्छ भनेर डराएर यिनीहरूले एकता गरेका हुन्। यो कुरो बुझ्न आवश्यकता छ।